हेलो एभ्रिवान र आफ्टर लङ टाइम भनौँ न होइन मैले केही बनाएको भिडियो हालेँ र आज चाहिँ हाम्रो चाहिँ पुच्का डे भनौँ न है गोलगप्पा डे है हाम्रो यता पुच्का पनि भन्छ यसलाई र आज चाहिँ हस्बेन्डलाई खानु मन लागेर उहाँको डिमान्डमा चाहिँ बनाएको हो र यसमा सबै केही त्यस्तो मेहनत त केही पनि छैन, सबै रेडिमेडै पाइहाल्छ, जस्ट एउटा बनाउनु मात्रै होइन। र त्यहाँनिर चाहिँ प्याकेटमा थियो पानी पुरी म्याजिक कस्तो चाहिँ भयो अब हेर्नु चाहिँ यहाँनिर ल। र यसरी चाहिँ नर्मल है अब यसको पानी बनाइदियो हामीले र यो चाहिँ हाइजेनिक पनि हुन्छ नि त, घरमा खायो भने चाहिँ घरमा बनाएर खायो भने चाहिँ हाइजेनिक होइन। र बाहिर दोकानमा कस्तो मिठो लाग्छ नि हामीलाई, पहिलातिर कति खायो तर अब अहिले बुझ्दाखेरि चाहिँ एकदम मैला हुने रहेछ बाहिर चाहिँ है। र यसरी अलिक टेस्ट गरेको त अमिलो भएको थियो र मैले त्यो अमिलो भएकोलाई फाँकिदिएँ, फेरि रिपानी बनायो हो, त्यसमा चाहिँ अलिक गुलियो खालको बनाइदिएँ। र यो चाहिँ गोलगप्पाको बल्स र यो चाहिँ पटेटो र साइडलाई चाहिँ मैले चाट बनाइदिएको थिएँ, केही नहालिकन खालि आलु र त्यो भुजा अन्त अलिकति सल्ट हो। र त्यसले चाहिँ अब सुक्खै खायो, साइराले चाहिँ त्यो पानी मन पराउँदैन त्यसले। र मैले खाएँ र टेस्ट गरिदिएँ मैले हो, धेरै दिन बाद खाँदा एकदम राम्रो लाग्यो है। त्योमाथि अब धेरै अमिलो पनि हालेको थिएँ र मैले मिठो खालको बनाएको थिएँ, एकदम कम्ती अमिलो चाहिँ एकदमै 1% भनौँ होइन। र मजा आयो आज खानु हो। र अब जसलाई मेन खानु मन लागेको थियो उहाँलाई हेर्नुहोस् र उहाँलाई मैले भन्दैछु, तपाईँको पनि भिडियो बनाइदिउँ भन्दैछु नि त। अन्त नबनाऊ भनेको जस्तो गर्दै थियो कि ल बनाऊ भन्यो। अन्त त्यहाँबाट कस्तो भयो भनेको त अब हेर्नुहोस् उहाँको रियाक्सन। हो अन्त त्यहाँबाट चाहिँ फेरि यसरी आज हाम्रो गोलगप्पा डे चाहिँ भयो है। अन्त मजा आयो खानु हो। अन्त यहाँ हाम्रो आमाले पनि मन पराउनुहुन्छ है, र उहाँलाई मिस गर्यो हामीले हो। अन्त बाबा चाहिँ वकमा जानुभएको थियो नि त, त्यो भएर चाहिँ बाबा वकबाट आएर चाहिँ खानुभयो बाबाले चाहिँ हो। अन्त मैले बाबालाई पनि सोधेको थिएँ कस्तो भयो बाबा, मैले धेरै अमिलो चाहिँ हालिदिएको छुइनँ है तर भनेको थिएँ। ठिक छ भन्दै खानुभयो। र यसरी हाम्रो आज गोलगप्पा डे चाहिँ सेलिब्रेट भयो। थ्याङ्क यू फर वाचिङ।